हर्क साम्पाङजीको र्यालीको सबभन्दा मलाई मनपर्ने कुरा भनेको उहाँको र्यालीमा उहाँले कहिले पनि पार्टीको झन्डालाई प्राथमिकता दिनुहुन्न के। उहाँको र्यालीमा उहाँले नेपालको झन्डा, नेपालकै झन्डाहरू सबै नेपालको झन्डा यस्तो फरफराएर उहाँ हिँड्नुहुन्छ नि, यस्तो मजा आउँछ हेर्ने मान्छेलाई पनि, यति मजा आउँछ, यस्तो सुख एउटा शान्ति दिन्छ मनमा। यो हर्क साम्पाङजीको जादु बेग्लै छ क्या। यो तपाईँ यो भिडियो हेर्नुहोस्। हामीलाई चाहेको भनेको यस्तै लिडर होइन र, यस्तै चाहिँ देशलाई माया गर्ने, राष्ट्रियतालाई माया गर्ने, अनि काम पनि गर्न सक्ने एक्जिक्युटिभ पावर पनि उहाँसँग धेरै राम्रो स्ट्राटेजीहरू एकदमै राम्रो छ कि। जनमानसमा उहाँले धरानमा गर्नुभएको कामहरू धरान गएर आएर आफ्नो आँखाले देखेको मान्छेले बुझ्न सक्छ। यस्तो दामी काम गर्नुभएको छ। यसो हेर्नु साथीहरू, सोच्ने बेला चाहिँ छ है साथीहरू, सोच्ने बेला छ है।